Hello guys, welcome to our channel. It's me. Hello guys, welcome to our channel. It's me, Prapti Dakar. What's it? सागर प्राजुली अब हामीले अब पहिलो ब्लगिङ च्यानल स्टार्ट गर्दैछौँ। मेरो च्यानलको नाम छ अलवेज वान असम छ हैन। त्यसमा सब्स्क्राइब लाइक सब्स्क्राइब एन्ड सेयर गरिदिनु होला। अनि हामी आज माथि आज हामी हाम्रो ठाउँको डाँडामा गएर हजुरहरूलाई पोखराको सिन देखिदिएर अब के अरे स्काई खुलेछ भने अन्नपूर्ण रेन्ज के अरे माछापुछ्रे रेन्ज देखाउने वाला छौँ। त्यसका लागि हजुरहरू सबैजना रेडी भएर बस्नु होला। आज हामीले आज हामी चाहिँ यो हाम्रो फर्स्ट ब्लग अनि आज हामी चाहिँ डाँडामा गएर हाम्रो सबै आज हाम्रो डेली रुटिन हामीले देखाउँछौँ तपाईँहरूलाई। सो बाई। अनि हाम्रो माइजी चाहिँ हाम्रो घरको सेफ हो हुन्छ अनि त्यही भएर हाम्रो माइजी चाहिँ आज के तरकारी माइजू तरकारी देखाइदिउँ न। तरकारी काउलीफ्लावर सबै पराएर अरे अनि हाम्रो दाल छ त्यहाँ खाना छ अनि हाम्रो चाहिँ यहाँ के पुऱ्याउने हो प्राउन पुऱ्याउने अरे। अब हाम्रो खाना खाने बेला हुँदैछ। यस हाम्रो फ्यामिली हामीले गाउँ लगाउने लुङ्गी लगाउने हाम्रो यो गाउँले परिवेशको के अरे सिस्टम हो भन्नु पर्यो। नेपालीहरू आउँदैन मैले भर्खरै साउथबाट यो ड्रेसअप छ नि यो भनेको म्यानमारको ड्रेसअप हो। अहिले म्यानमारमा अर्थक्वेक गएको छ नि त गाइज। त्यो कारणले मैले उहाँहरूलाई मोटिभेसन मिलोस् उहाँको त्यो दुःख पीडामा मोटिभेसन मिलोस् हामी पनि केही सहयोग गर्न सकिन्छ कि भनेर हामीले यो लुङ्गी उहाँहरूको ड्रेस अप गरेर पनि उहाँलाई मोटिभेट गरेका छौँ गाइज। सो यो म्यानमारको ड्रेस लगाएको छु। हाम्रो प्राउन भन्दैछ प्राउन खाना खाना आउनुहोस् है गाइज। She's my wife. Yeah. She's my wife. They are new couple. Married couple. We are just married. We are like. Video 1 million views पनि आइसकेको छ टिकटकमा. I mean, you can watch video. You can watch on link like description मा दिनेछौ है। उ मेरो कति साइली भान्जी हुन्। Yes. यी मेरी कान्छी भान्जी हुन्। यो चाहिँ मेरो बहिनी। नमस्ते। एक लड़कालाई हेर बोल्नु पर्छ गाइज हैन। एकअर्काको कुरा सुन्नु पर्छ भन्दैन। मैले त्यो निकाल्ने अनि मैले जानिन अनि मैले गाली पनि खाइन्छ गाइज कहिले काहीँ। हेल्प गर्न मलाई एकदम उत्साहित भएर हेल्प गर्न खोज्छु बट सी इज नट अलाउइङ मी इन किचन। ओके कुक बेस्ट कुक इन द वर्ल्ड। Oh my god. सेफ उहाँ हुनुहुन्छ पापड खाने मान्छे। सो गाइज अब हाम्रो घरमा चाहिँ खाना खाने बेला भइसकेको छ। सो यहाँ माजाले यहाँ खाना खाना होइन बस्यौँ। मैले चाहिँ अब यहाँ आफूले पनि खाना पुस्किँदै हुन्छ। अब चाहिँ हामी चाहिँ खाना खाएर भेट्छु है त तपाईँहरूसँग। I'm Slaughter. I'm Slaughter. So चाहिँ मैले भर्खरै खाना खाएर भइसकेँ अनि सबै युज गरेर भइसक्यो। अनि अहिले चाहिँ यतापट्टि चाहिँ माइजू र मम्मी भाँडा माझ्नुहुन्छ। त्यही चाहिँ भर्खरै चाहिँ हामीले लेमोनेड खाएर भइसक्यौँ अनि सबैजना चाहिँ भित्र छौँ होइन। हेलो माइजूको खुट्टा काट्यो अरे। मान्छेको खुट्टा काट्यो। यस यसो लाइट बनाम। आज चाहिँ हामीले के खाने खाजा अनि आज खाजा पकौडा बनाएर खाने। पकौडाबाट पनि चिकन पकौडामा पुग्यो। ओए कड़वी है होली रंगोली
मौसम त भाउनु पर्दैन जान्छु होइन कि ठिक्क हुन्छ कि उस हुन्छ किमा खाने किमासँगै उस हुन्छ क्या वाट पेस्टै हुँदैछ पुरै salty time now. Hello. Hello, Mama Z. Lazy person. हजुर कति मेहनत भएन के बुढो बुढो यता मेहनत मेहनत यता मेहनत चियामाले छन् चिकन पकौडा र चिकन नै देखियो नि चिकन खै गरेर आउँदाखेरि हजुर पेपर मुलीको पानी मलाई फ्लावर यो रोज कति मनपर्छ बट के गर्नु बाहिर भाइ हाम्रो पूजाको ठाउँ खुसर फुसर खुसर फुसर भयो हाम्रो मामा घरको जिली जिली दामी चटनी बनाउने जिम्मा चाहिँ मेरो भयो हाम्रो यहाँ चाहिँ पतिना छ खाने भने चाहिँ बनाउनु पर्यो पतिनाहरू चाहिँ एकदमै दामी टेस्ट आउँछ क्या फेरि पतिनाको चाहिँ यहाँ गाउँघरतिरको पतिना धनियाँको बास्ने कस्तो अर्को मिठो हाल्यो हुन्छ क्या बजारमा किनेको चाहिँ खासै त कस्तो स्वादै आउँदैन नि त केले मलाई के हेरेको भाइ तिमी हाम्रो जुली जुली भाइ सो गाइज अहिले चाहिँ मामा चाहिँ हाम्रो खाजा भएन भने सो गाइज हामी चाहिँ खाजा खाएर भइसक्यौँ अरू यहाँ चाहिँ मामा चाहिँ लुगा धुँदै हुनुहुन्छ सँगै यहाँ मिलेर दुईजना होइन दुईजना मिलेर यहाँ लुगा धुँदै हुनुहुन्छ धेरै नै काट्यो रहेछ है जाने माथि हाम्रो घरमा चाहिँ क्रिकेट म्याच चलिरहेछ मामा र भान्जीको होइन अनि के अरे दुईजनाले चाहिँ यो होममेड क्रिकेट बनाएर होइन घरमा क्रिकेट बनाएर अनि के अरे त्यो सुकेको बेलौतीलाई बल बनाएर क्रिकेटसँग खेल्ने चाहिँ इट्स न्यू ट्रिक नयाँ ट्रिक हो गाइजहरू नयाँ ट्रिक यु अल्सो क्यान युज दिस ट्रिक टेक्निक या न्यू टेक्निक